Shalom Jemesi, saya mengucapkan selamat atas ulang tahun yang ke-10 IFGF नेपाल जोहोर मलेसिया। मन्ना मण्डलीका आदरणीय पास्टर पिटर भाइ, एल्डर दीपक भाइ, डिकन तिमोथी भाइ लगायत मेरो व्यक्तिगत तर्फबाट ख्रिस्टियन न्यानो अभिवादन। जय मसी। यहाँलाई को नाउँमा सबैजनालाई जय मसी। हेलो जय मसी एन्ड सालोम। आइएफजेएफ काठमाडौँबाट म पास्टर दिशान। जय मसी। मन्ना नेपाली चर्चमा रहनुभएका आदरणीय पास्टर पिटर गुरुबाज्यू, अगुवाज्यूहरू, सम्पूर्ण मण्डली परिवारमा पास्टरज्यूहरू, एल्डरज्यूहरू, डिकनज्यूहरू र मण्डली सम्पूर्ण परिवारलाई म इसाक र मेरो परिवारको तर्फबाट जय मसी भन्न चाहन्छु। जय मसी। सम्पूर्ण आइएफजीएफ मण्डली परिवारप्रति। Shalom Jemesi, saya mengucapkan selamat atas ulang tahun yang ke-10 IFGF नेपाल जोहोर मलेसिया. Kiranya melalui acara ini pelayanan di Nepal IFGF Senai semakin bertumbuh dan luar biasa, khususnya Pastor Peter dan pastor-pastor yang lain. Maafkan kalau pastor tidak bisa hadir, tetapi doa pastor kiranya Tuhan memberkati acara perayaan ulang tahun ini. God bless you. हालेलुया हालेलुया। परमप्रभुलाई महिमा भएको होस्। मैले आदर गर्नुपर्ने मन्ना मण्डलीका आदरणीय पास्टर पिटर भाइ, एल्डर दीपक भाइ, डिकन तिमोथी भाइ लगायत सम्पूर्ण अगुवा हाम्रो जीवन भाइ, आमोस भाइ, सोम भाइ, विनोद भाइ, हाम्रो जुनु कला बहिनी लगायत सम्पूर्ण मलाई चिन्नुहुने प्रभुका छोराछोरीहरूमा मेरो व्यक्तिगत तर्फबाट ख्रिस्टियन न्यानो अभिवादन। जय मसी। यहाँलाई म एकदमै खुसी छु। हामीले 2015 देखि सुरु गरेको हाम्रो मन्ना मण्डली यो 2025 सम्म आइपुग्दाखेरि अनि 10-11 वर्ष भइसकेको छ। परमेश्वरलाई एकदमै हृदयदेखि धन्यवाद। उहाँले हाम्रो मण्डलीलाई त्यत्तिकै डुब्न दिनु भएन। आजको दिनसम्म उहाँले एकदमै सुरक्षित साथ लिएर आउनुभयो र हाम्रो मन्ना मण्डलीमा धेरैजना भाइ बहिनीहरूले कोरोनाको दुःखको समयबाट यसलाई सुरक्षित साथ लिएर आउन सफल हुनुभयो। परमेश्वरको ठुलो हात रह्यो, यसको लागि धन्यवाद। र म विशेष गरेर आइएफजिएफका रेभ पास्टर बबीलाई एकदमै धन्यवाद दिन चाहन्छु। पास्टर बबी, aku nama ucap terima kasih banyak-banyak. Saya lupa banyak itu bahasa Melayu, tapi saya tahulah you banyak tolong kita orang, you tolong kita orang. Tuhan berkat you lah, you punya ministry. Thank you Pastor Bobby, thank you. र मन्ना मण्डलीमा सेवा गर्नुहुने भाइ बहिनीहरूलाई एकदमै म उत्साह दिन चाहन्छु। एशिया 54 को 2 अनुसार तपाईहरूले परमेश्वरको भवनलाई एकदमै तन्काएर लैजानु होला, एकदमै वृद्धि गर्नु होला, नयाँ आत्माहरू जित्नु होला है। यो नयाँ वर्ष एकदमै राम्रो हुन सकोस्, मेरो निरन्तर प्रार्थना यहाँहरूको लागि छ। प्रभु येशू ख्रीष्टको नाउँमा सबैजनालाई जय मसी। आइएफजीएफ मन्ना नेपाली चर्च परिवारका सम्पूर्ण प्रभुका प्रिय छोराछोरीहरू, पास्टर, एल्डर, डिकन र अगुवाजनहरू र सम्पूर्ण विभिन्न जिम्मेवारी व्यक्तिहरू र साथै विश्वासी दाजु भाइ तथा दिदीबहिनीहरू सबैजनालाई गडाकोट ग्रेस चर्च परिवारको तर्फबाट र मेरो परिवारको तर्फबाट र
म स्वयं आफैयाम थापा मगरको तर्फबाट सबैजनालाई फेरि पनि जय मसीह। 10औं वार्षिक उत्सव जुन प्रोग्राम मलेसिया जोहोर बारू चेन्नई स्थित रहेका आइएफजिएफ मन्ना नेपाली सङ्गति सुरु भएको चाहिँ 10औं वर्षको उत्सव चाहिँ मनाउन गइरहेको छ। यहाँहरू सबैजनालाई वार्षिक उत्सवको चाहिँ तपाईहरु सबैजनालाई धेरैभन्दा धेरै अग्रिम शुभकामना छ। तपाईहरु सबैजना उपस्थिति भएर सभ्यताको साथ अनि भव्यताको साथ जुन अनि 10औं वार्षिक उत्सव चाहिँ सफल बनाउनु हुनेछ भन्ने म पूर्ण विश्वास गर्दछु। तपाईहरु सबैजना भेला भएर अनि असल तरिकाले तपाईहरु वार्षिक उत्सव मनाउनु होला। म पनि जुन पोहोरसम्म गएको साल 9औं वर्ष उत्सव पनि म आफै स्वयं पनि त्यो आरसी अनि वार्षिक उत्सवमा म पनि सहभागी थिएँ। अहिले म नेपालमा भएको कारणले गर्दाखेरि म सहभागी हुन पाएन र पनि तपाईहरुलाई म धेरै सम्झिरहेको छ, याद गरिरहेको छौं। तपाईहरु सबैजनालाई धेरै भन्दा धेरै अनि अग्रिम शुभकामना छ। हुन्छ, सबैजनालाई फेरि पनि प्रभु येशू ख्रीष्टको चरी पवित्र नाममा जय मसीह। हेलो, जय मसीह एन्ड सालोम। आइएफजेएफ काठमाडौँबाट म पास्टर दिशान। विशेष गरिकन आइएफजेएफ मन्ना नेपाली संगति जोरबारू मलेसियाको 10औं एनिभर्सरीको उपलक्ष्यमा म यहाँहरू सम्पूर्ण पास्टर, एल्डर, डिकनज्यूहरू लगायत सम्पूर्ण वर्शिप टिम, भलन्टियर लगायत प्रभुको सेवामा सेवा गर्ने सम्पूर्ण विश्वासी जनहरूलाई हार्दिक शुभकामना साथ प्रार्थना गर्न चाहन्छु र विशेष गरिकन म धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू पास्टर बबी सामुएल फर योर हार्ट एन्ड भिजन फर मलेसिया। थ्याङ्क यू फर प्रोभाइडिङ ऑल द फेसिलिटिज एन्ड मेन्टोरिङ देम टु एक्सटेन्ड द किङडम अफ गॉड। फेरि पनि यहाँहरू सबैलाई हार्दिक शुभकामना, ह्याप्पी 10th एनिभर्सरी भन्न चाहन्छु। गॉड ब्लेस यू ऑल। सालोम, जय मसीह। जय मसीह। मन्ना नेपाली चर्चमा रहनुभएका आदरणीय पास्टर पिटर गुरुबाज्यू, अगुवाज्यूहरू, सम्पूर्ण मण्डली परिवारमा 10औं वार्षिक उत्सवको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। साथै मलेसियामा रहेका तमाम नेपालीहरूलाई ख्रीष्ट येशू प्रभुको सुसमाचार प्रचार गर्न र उहाँहरूलाई ख्रीष्टको राज्यमा ल्याउनका लागि परमेश्वरले मन्ना मण्डलीमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई प्रशस्त ज्ञान, बुद्धि, विवेक, समशक्ति दिनुभएको होस् भनेर हामी प्रार्थना गर्दछौं र धेरै धेरै शुभकामना पनि व्यक्त गर्दछौं। जय मसीह। धन्यवाद। मन्ना मण्डलीमा आबद्ध हुनुहुने र सेवाकाई गर्नुहुने सम्पूर्ण आदरणीय पास्टरज्यूहरू, एल्डरज्यूहरू, डिकनज्यूहरू र मण्डली सम्पूर्ण परिवारलाई म इसाक र मेरो परिवारको तर्फबाट जय मसीह भन्न चाहन्छु। तपाईहरुलाई एकदमै धेरै मिस गरिरहेको छु। मेरो प्रार्थनामा निरन्तर तपाईहरुलाई सम्झिरहेको छु। अनि विशेष गरी पास्टरज्यूहरू अनि विशेष पास्टर पिटर अनि एल्डर डिकनज्यूहरू सम्पूर्णमा विशेष गरी मेरो निरन्तर प्रार्थना छ। आज मन्ना चर्च स्थापना भएको पनि 10 वर्ष भइसकेको छ। सबैजनालाई ह्याप्पी एनिभर्सरी भन्न चाहन्छु। म जतिजना एकदमै आबद्ध भएर सक्रिय भएर काम गर्नुभयो, तपाईहरुलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आउँदो दिनहरूमा परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुभएको होस्। तपाईको सेवकाईमा, तपाईहरुको परिवारमा, तपाईहरुको कम्पनीमा सम्पूर्णलाई आशिष दिनुभएको होस्। म यही छ मेरो कामना। अनि विशेष गरी मन्ना चर्च सुरु गर्दाखेरि हामीलाई धेरै बाधाहरू आएको थियो। त्यो बाधाहरू पार गर्दै अनि विशेष गरी हामीलाई कोरोनाको महामारीमा पनि अनि संगति गरिरहनु हुने र संगति नछोडिकिन गरिरहनु हुने हाम्रो भाइहरूलाई म एकदमै धेरै मिस गर्न चाहन्छु। अनि अहिले आदरणीय पास्टर पिटरज्यू हुनुहुन्छ
अनि डिकन एल्डर डिकन ज्यूहरू हुनुहुन्छ, तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् र यसरी नै अनि परमेश्वरको राज्य हामीले विस्तार गर्नुपर्छ। हामी कम्पनीको व्यस्तताको कारणले भए तापनि, कम्पनीमा कामको व्यस्तताको कारणले भए तापनि हामी सङ्गति आउनको लागि हामी कहिले पनि छुटाउनु हुँदैन। अनि मण्डलीमा निरन्तर हामी अगाडि बढ्यौँ भने एक दिन हामी अवश्य परमेश्वर पिताको घरमा हामी पुग्नेछौँ। अनि यो संसारमा हामीले केही छोडेर जानुपर्छ। यो संसारमा हामीले न त हामीले केही लिएर आएको छौँ, न त हामी केही लिएर जानेछौँ, तर हाम्रो नाउँ चाहिँ जीवनको पुस्तकमा लेखिएको छ। त्यो नाउँ जीवनको पुस्तकमा लेखिएको नाउँलाई चाहिँ नमेट्नको निम्ति हामी निरन्तर उपस्थित हुनुपर्छ मण्डलीमा, र मण्डलीको सेवाकामा हामी सहभागी हुनुपर्छ। र परमेश्वरले तपाईँ हाम्रो अहिले जुन हामी सेवाका गरिरहेको छौँ, परमेश्वरले हाम्रो इनाम कदापि गुम्न दिनुहुने छैन। हामीले असल या खराब जे कुरा गर्छौँ, परमेश्वरले हामीलाई त्यसको इनाम दिनुहुनेछ। त्यही भएर हामी सम्पूर्ण सबैजनाले अनि असल काम गरेको छौँ, परमेश्वरले हामीलाई एक दिन अवश्य उहाँले हामीलाई इनाम दिनुहुनेछ। त्यही भएर चाहिँ हामी मृत्यु समय विश्वासी हो, म तिमीलाई जीवनको मुकुट दिनु भन्नुभएको छ। त्यही कारणले मण्डली सम्पूर्ण परिवार मृत्यु समय चाहिँ हामी विश्वासी हुनुपर्छ र परमेश्वरले हामीलाई जीवनको मुकुट दिनुहुनुहुन्छ। यसरी आउँदो दिनमा हामी मनाउन सकौँ 15th एनिभर्सरी, 23rd एनिभर्सरी, 25 एनिभर्सरी। हामी यसरी मनाउँदै हामी कति वर्षसम्म हामी मर्ने हो त्यो हामीलाई थाहा छैन। तर हामी आउँदो पुस्ताहरूले पनि विशेष गरी सेवकाई अनि मण्डली यसरी निरन्तर पाउनुपर्छ। निरन्तर सङ्गति गर्ने ठाउँ हामीले बनाउँदै हामीले परमेश्वरसँग प्रार्थना गर्दै हामी अगाडि बढ्नुपर्छ। हुन्छ, सबैजनालाई मिस गरेको छु। राम्ररी एनिभर्सरी मनाउनु होला, राम्ररी एकदमै खुसियाली साथ मनाउनु होला। म उपस्थित नभए तापनि मेरो आत्मा सम्पूर्ण त्यो तपाईँहरूको कार्यक्रममा अनि एनिभर्सरीको कार्यक्रममा उपस्थित छ। यही भएर म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु। हुन्छ, सबैजना जय मसीह भन्न चाहन्छु म। जय मसीह। सम्पूर्ण आइएफजिएफ मण्डली परिवारप्रति नेपाली चर्च जोरबारू मलेसियाको 10औं वर्षगाँठ आज मिति 1 मे 2025 को दिन हुन गइरहेको हुँदा पास्टर पिटर बराइलीज्यू साथै मण्डलीका अन्य अगुवा गुरुजनहरूप्रति र मण्डलीका सम्पूर्ण मण्डली परिवारप्रति हाम्रो परमेश्वरको प्रेम, शालोम, शान्ति, शुभेच्छा र शुभकामना व्यक्त गर्दछु। साथै मण्डलीको उत्तर प्रगतिको लागि, जागृतिको लागि, उन्नतिको लागि म आशिषलाई घोषणा गर्दछु र परमेश्वरले यहाँहरूको यो 10औं वर्षगाँठलाई सफल बनाउनु भएको होस् भन्दै सबैलाई जय मसीह भन्न चाहन्छु। सबैलाई फेरि पनि प्रभु ख्रीष्टको नाउँमा जय मसीह।